यो चाहिँ मेरो पार्ट 2 हो कि। अनि दोकान चाहिँ अझै आएन, यत्रो हिँडिरहेको छ अझै दोकान आएन। हेर्नुमा कस्तो घाम छ कि म पुरै टल्किरहेको छु। चाहिँ पसलतिर हिँडेको कि आफ्नो साथीहरू कोही नभेट्यो हुन्थ्यो, उनीहरूलाई थाहा नि त मैले भ्लग बनाउँछु यस्तो यस्तो भनेर। कोही कोहीलाई थाहा गाइजहरू, अनि कोही कोहीलाई थाहा छैन नि त। अनि आफूहरू त अब के गर्ने, लाइक पनि आउँदैन, भ्युज पनि आउँदैन, त्यस्तै हो के गर्नु र। आफूले त मिहिनेत गरिन्छ के अरे। अब तपाईँहरूको हातमा छ, लाइक गरिदिने भ्युज बढाइदिने तपाईँहरूको हातमा हो। प्लिज मलाई पनि सपोर्ट गरेर लाइक कमेन्ट गरिदिनु होला। अनि हामी चाहिँ अहिले हिँडिरहेको छौँ कि हाम्रो यो भिडियोमा चाहिँ हाम्रो के भन्छ अरे, हाम्रो यो भिडियोमा 100 लाइक कट्यो भने हामी दुइटाले चाहिँ यस्तो भुतिया मेकअप गरेर हिँड्छौँ कि साथीहरू, यहाँदेखि उहाँसम्म हामी भुतिया मेकअप गरेर हिँड्छौँ। हात दुखौ गाइजहरू मेरो त। होइन दुइटैले गर्ने हो कि, किनभने दुइटै हिँडेका छौँ नि त, दुइटैले गर्नुपर्छ। अनि त्यो पनि आयो भने लाइक, त्यो पनि मलाई आउँछ जस्तो लागेन, त्यो आयो भने लाइक आयो भने चाहिँ किन पक्कटीमा गर्ने हो र। त्यो पनि अब तपाईँहरूलाई हँसाउनु भए पनि एउटा प्र्याङ्क चाहिँ गर्छौँ हामी। के प्र्याङ्क गर्छौँ भन्दाखेरि के गर्नु त प्र्याङ्क, अब सोच्दै जाऊँ होइन, हाँस्दै जाऊँ, खेल्दै जाऊँ, अब माइन्ड फ्रेस हुन्छ। यो हामीले पनि सुरु चाहिँ त्यत्रो भएन, हामीले यो भ्लग बनाउन सुरु गरेको धेरै त भएन, त्यही पनि अब माइन्ड फ्रेसको लागि यस्तै यस्तै भ्लग बनाउने, पढ्ने बेला पढ्ने, डान्स गर्ने समयमा गर्ने डान्स, अनि यस्तो यस्तो मोबाइल हेर्ने बेला मोबाइल हेर्नु त हो नि गाई त्यस कहाँ। अनि अहिले चाहिँ हामी पसल आइरहेको छौँ कि। अनि मेरो बहिनी चाहिँ थाके जस्तो हो, पैसा फर्को भने चाहिँ केही किन्दिनँ, अब पैसा फर्किन्छ कि नै। म चाहिँ हिँडिरहेको छु कि, कस्तो हेभी कति राम्रो फुल हो गाइजहरू, फुल टिपौँ क्या। मलाई चाहिँ फुल देखेपछि त टिप्नु मन लाग्छ के। ल ए त्यो फुल टिपेँ मैले। अनि अनि अहिले चाहिँ हामी हिँडिरहेको छौँ। हामी चाहिँ टोय फ्याक्ट्रीसम्म पुगेछौँ गाइजहरू, हेर्न सक्नुहुन्छ कि। अनि अहिलेलाई चाहिँ हामीहरू चाहिँ अझै खस फुल। अनि हामी चाहिँ अहिले पसल पुग्न आयो। पसल पनि अब पसलमा मोबाइल लिएर जानु त कस्तो लाज मर्दो क्या गाइजहरू। यतातिर बेलबरियातिर त हेरेर जस्तो मान्छेहरूसँग मलाई डर लाग्छ कि साथीहरू गाउँतिर। अब घर उताबाट जानु पर्ला नि त, यताबाट त नजाने थकै लाग्छ। पसलमा आयो गाइजहरू, अब हेरेर मैले त के हुन्छ। आन्टी पसलमा आउनु न। एक किलो चिनीले कति हो नि? 100 रुपियाँ दिनु न। अनि जिरा छ? जिरा भन्नुभएको कि के गर्नु भन्नुभएको र? जिरा 50 को फेरि जिरा दिनु। 50 प्याकेटमा छैन। खुल्ला उस खुल्ला भए पार फेरि मलाई 30 को दिनु। खुल्ला भए पार 30 को आउँछ, जिरा पनि 30 को कति आउँछ? आउँ न। उसो मलाई 50 के हाल्दिनु। खुल्ला छैन, खुल्ला छ न? ल हाल्दिनु।
घाउ जाँदा कताबाट जाने र गाउँबाट जाने अरू केही पनि नाही ल लौ औ हामी चाहिँ पसलबाट आइसक्यौँ एउटा बिल्ला त्यो अगाडिको धेरै मान्छे छन् हामी कसरी जाने अगाडिको धेरै मान्छे छन् हामी कसरी जाने बाल जति मान्छे भए पनि हामीलाई केही भएन लाज लाग्दैन अब लाज लाग्नु यतातिर चाहिँ धेरै नआएर होला कस्तो कस्तो अर्कै अर्कै फिल भइरहेको छ हल्का डर लागिरहेको त्यही भएर ज्ञान खानको जस्तो गरेको मान्छे अगाडि चाहिँ यतातिर धेरै मान्छे रहेन यता गाउँतिर कि अर्कै लाग्छ कि मलाई लाज लाग्छ यतातिर आउँदा यस्तो धेरै मान्छेहरू हुन्छ कि यता उता आफ्नो टोलतिर लाज लाग्दैन होइन यतातिर चाहिँ कस्तो लाज लाग्छ कि साथीहरू मलाई यतातिर मान्छेहरू धेरै हुन्छ नि त मान्छेहरू आइरहेछ पछाडि साइकलमा कस्तो डर बल्ल आफ्नो टोलतिर आयो साथीहरू हामी उठ्छ यताबाट चाहिँ पुरै हाम्रो टोल हो नि त हाम्रो भन्यो हो फेरि मेरो भन्यो होइन फेरि मैले भन्नुलाई साथीहरू घाउ भयो यता मेरो अब हिँडिरहेको छ सबैजनालाई मेरो भिडियो मन परोस् भन्ने आशा गर्छु कि ला साथीहरू कुकुर छोडेर देखा क्या कस्तो भाउ भाउ गर्छ त छोपेर हिँड्नु न मैले भिडियो छोप्नु कि तिमीलाई यो छोप्ने हो र अहिले दोकान आउने है प्रश्न केही किन्नलाई साथीहरू यताबाट छिर्दै हामी यताबाट छिरेको भए पनि हुनेछ अनि छिरिएन लाग्दा कुकुर छ के पनि होला
भाग्दैछ खुब मान्छेलाई कस्तो भएन गाईहरू अब यहाँ पनि खेलको जस्तो गर्छ यहाँनिर चाहिँ मेरो राम्रोसँग देख्दै हुन्छ नि गाई कालो आएको छ कालो आउने सिल्लो गाईहरू यस्तो गरे जाम कालो आइरहेको थियो क्या साथीहरू थोप्रा पनि यो चाहिँ पार्ट 2 हो पार्ट 2 लामो हुन्छ जस्तो लाग्यो मलाई किनभने पार्ट 1 धेरै चाहिँ लामो भयो जस्तो लाग्थ्यो अनि मैले चाहिँ कट गरेर यो क्यामेराबाट कट गरेर अनि पार्ट 2 हालेको अझै त कुकुर छोडिदिएको भए मैले त अलि बर्बाद हुन्छ साथीहरू ढोका खुल्यो कि नै हेर्नुपर्छ रहेछ हिँड्नु साथीहरू कुकुर चाहिँ त्यहीँ बसेको रहेछ हेरिरहेको छ कि यो घरमा चाहिँ धेरै कुकुर हुन्छ कि साथीहरू अनि छोप्नुभन्दा पनि छोप्दैनन् कि गाईहरू मलाई त यस्तो मान्छेमा रिस उठ्छ साँच्चै भनेको अन्त उतातिर कि नयाँ गाउँतिर काले फेरि त्यस्तो गर्दैन नयाँ गाउँतिर काले आफ्नो कुकुरहरूलाई त आफूसँगै राख्ने यस्तो छोपिदिनु भन्दा पनि छोपिदिने अनि गर्छन् तर यो गाउँमा एउटा आन्टीले गरिदिने के गर्नु आफू त आफूमा चाहिँ हिँडिरहेको छु कि भ्लगमा पनि अगाडि पनि मान्छेहरू छन् म त बाल भन्नु त्यत्रो धेरै मान्छेलाई देख्दा पनि अब हिँडिरहेको छ हामीहरू चाहिँ अन्त हेर गेम खेलेको जस्तो गरिरहेको छ यहाँ मेरो टोलतिर चाहिँ आयो भाइ हाम्रो टोलतिर चाहिँ आयो है गाई चाहिँ त्यहाँनिर एउटा फुलटिपमा छप्रा अगाडि देखिँदो रहेछ हौ गाई चाहिँ फुलटिप चाहिँ यहाँको फुल कस्तो दामी देखेर लगायो अब हामी चाहिँ हेरेर आएको छौँ कि अब त आऊ अब यस्तो भिडियो गराउँदै जाँदा जाँदा हो नि त बानी बस्ने लास्ट नलाग्ने है धेरै भएको छैन नि त त्यही भएर यो चाहिँ मेरो फर्स्ट यस्तो क्या एकाका आएर भ्लग बनाएको हो कि अहिले चाहिँ हामी मामु घर पुग्न लागेका छौँ कस्तो लाज लाग्ने हौ साथीहरू उतातिर हल्का लाज लाग्थ्यो तर हल्का मान्छेको वरिपरि बोलिरहेको थिएँ म अब पार्ट 2 लामो हुँदो रहेछ राम्रो हुन्छ चाहिँ यतातिर चाहिँ आयो कि कस्तो गाह्रो भइरहेको छ मलाई चाहिँ पार्ट 2 त्यस्तो लामो भयो जस्तो लाग्यो है साथीहरू मलाई उताबाट आएको नि त अनि हामीहरू चाहिँ अब पुग्न आँटेका छौँ माम घर मेरो यतैबाट देखिएको छ अनि त्यही भएर साथीहरू अरू के गर्नु र हो हालिचाली पुग्न थालेका छौँ अनि मामा घर चाहिँ मेरो मामीले के गर्नुभयो होला थाहा भएन यो चाहिँ पौडेल पसल हो हजुरहरूलाई चाहिँ नजिकै हुनुहुन्छ भने यो पौडेल पसलको यहाँ चाहिँ खसीको मासु बोकाको मासु बाख्राको मासु जे पनि पाइन्छ मासु छ फेरि यस्तो बुङ्गुर सुँगुर पाइँदैन हजुरहरूले चाहिँ मासु चाहिए भए चाहिँ यहाँ पौडेल पसलमा आएर नजिकै हुनुहुन्छ भने लिनु होला फ्रेस ताजा मासु पाइन्छ यता चाहिँ यो चाहिँ उहाँकै बोका हो यो बोकाहरू यस्तो बोकाहरू चाहिँ उहाँकै हो बोकाहरू यहीँ छ अनि हामी चाहिँ अहिले हिँडिरहेको छौँ मेरोमा पनि घर चाहिँ पुग्यो अब कस्तो घाम भएको हौ साथीहरू मेरो यो पार्ट 2 चाहिँ सबैजनाले मन पराउनु होला है 100 लाइक गर्छ पनि हामी भुते मेकअप गरेर बाट्टै हिँड्ने भने हौ आयो साथीहरू हामीहरू चाहिँ ल बाई गाइज अर्को पार्टमा भेटौँला ल